Hi. Namaste. Namaste. Big fan. Thank you. तपाईँलाई त मैले सपनामा पो देखेको थिएँ लाइक कुनै दिन म जोडिन्छु भन्ने सपना थियो कि मेरो आज पो तपाईँको रिक्वेस्ट आयो के कता हुनुहुन्छ अहिले हजुर? काठमाडौँ ए हो नि साँच्चीकै हो यो मैले मेरो नजिकको मान्छेहरूलाई भनेको थिएँ म कुलबाईसँग म त भर्खरै टिकटक युज गरेँ नि त अनि म कुनै दिन म लाइक ट्याप गर्ने फ्यान हो क्या पहिलेदेखि अनि कुलबाईसँग चाहिँ मलाई जोडिनु छ भनेको थिएँ ठ्याक्क आज कुलबाईको रिक्वेस्ट हो माई गड आज म सुत्छु कि होला रातभरि होइन सुन्नु न कहाँ हजुरको घर चाहिँ कता हो भन्नु त? मेरो घर चाहिँ जन्मेको म खोटाङ खोटाङ हो? अहिले चाहिँ काठमाडौँ यहाँ ललितपुर नाइस लभली कन्फिडेन्स बवाल आई लभ यु आज के हो ढाका डोबी तिहार आउँदैछ र के हो तपाईँको होइन यो आज चाहिँ अलि कल्चरल्स नै भएर बसिरहेको भनौँ न अलिकति के स्पेसल के थियो आज स्पेसल त्यस्तो केही त थिएन अघिसम्म थियो हल्का त्यसपछि स्पेसलवाला मुडै हराइदियो केटाहरूले के थियो हल्का त्यस्तै भनौँ न इभा आभा अञ्जली के कसरी सबलाई हजुरलाई चाहिँ कसरी थाहा भयो यो कुराहरू? म बिग फ्यान भनेको सक्यो त थ्याङ्क यू सो मच खोटाङको सबैलाई उहाँलाई हेर्नुहुने खोटाङको सबैजनालाई एकदम लभली माया छ प्लस फेरि यहाँ तपाईँको फ्यानहरूले सबले के भन्छ थाहा छ बर्थडे तपाईँको त बर्थडे त डेली हो नि मलाई थाहा छ फेरि आएन ह्याप्पी बर्थडे थ्याङ्क यू मलाई साँच्चीकै नै होइन हजुरको फर्स्टमा चाहिँ एउटा चिज मन पर्यो कन्फिडेन्स दोस्रो कुरा के मन पर्यो भन्नु न दोस्रो कुरा हजुरको गालाको डिम्पल्स मेरो डिम्पल छ र हाँस्दाखेरि देखिरहेको थियो ए छ तर कसैले देखाएको थिएन आज कुलबाईले देख्यो गाह्रो छ है ओके बबिनाजी सबैजनाले यहाँ लेखिरहेको छ स्प्याम गरिरहेको छ एउटा गीत केही कुरा सुन्न सक्छौँ हामीले गीत थाहा छ म गीत गाउँछु भनेर कसलाई थाहा छैन म गायिका होइन त होइन सबैले यहाँ च्याटमा लेखिरहेको छ त हो र ल हामी पहिला एकचोटि फ्रेन्ड बन्नु मिल्छ मैले बनिसकेँ मैले पठाइसकेँ हो साँच्चीकै मैले भने नि मलाई कन्फिडेन्स चाहिँ मनपर्छ है गाला रातो भएर कुलबाईले टक लाइक दिस ओके लास्टै दामी ल थ्याङ्क यू एभ्रिवान थ्याङ्क यू सबै आम्बो लाइभमा मेरो फर्स्ट टाइम यति धेरै प्योर भएको कुलबाईसँग जोड्यो ओ माई गड रियली साँच्चीकै हो मेरो सङहरू सुन्नु भएको होला अब कुलबाईलाई म आफैले अब भाइरल त होइन म लाइक तर म प्रोफेसनली नै गीत गाउँछु है मेरो गीतहरू धेरै छ कुलबाईले नि सुन्नु भएको हुनुपर्छ म फेरि कस्तो भन्दा